नमस्कार, नमस्ते, शुभ विवाहनी सम्पूर्णमा। मेरो नाम सन्तोष राजवंशी, हाल खाडी मुलुकबाट। आज मेरो प्रश्न रहेको छ कोच समुदाय तथा राजवंशी समुदाय र राजवंशी परिवारहरूलाई है त। मेरो दुई प्रश्न रहेको छ। के राजवंशी एउटा जात, एउटा थर हो? यदि हो भने अरूले पनि लेखिएको नागरिकतामा पाइयो, यस्तो त हुँदैन हैन। हैन, अरूमा पनि छन्, तर एकै समुदायको वर्ण अलग भएको पाइएको छ। जस्तो थापा क्षेत्री पनि छन्, अनि मगरहरू पनि छन्। तर यो राजवंशी भनेर यदि यो जात, यो थर हो भने अरूले किन लेख्छ भन्ने मेरो प्रश्न हो। फर इक्जामको लागि काठमाडौँमा पनि नेवार समुदायले ललितपुर हो कि न कहाँ हो, त्यहाँका नेवारहरूले पनि राजवंशी लेख्छन् भन्ने कुरो सुनियो र देखियो पनि। र अर्को समुदाय भनेको तराईमै बस्ने बङ्गा राजवंशी भनेर आफूलाई चिन्ह परिचित गराउनुहुन्छ उहाँहरू हैन। यदि यसो हो भने उहाँहरूले किन लेख्नुहुन्छ, मेरो प्रश्न हो। यदि राजवंशी थर जात होइन भने हैन, एउटा उपनाम हो भने त मलाई केही भन्नु छैन। यदि थर जात हो भने उहाँहरूले किन लेख्नुहुन्छ कि हामी नै राजवंशी होइन? यहाँ ठुलो प्रश्न उठेको छ। यो प्रश्नको उत्तर दिनु होला। अर्को कुरा, मेरो यो राजवंशीहरूले लाउने पोसाक छ नि, त्यो सम्बन्धी है। महिलाले स्त्री लाउने लुगा पेटानी त्यो ठिकै छ, तर लोग्ने वा पुरुष मान्छे लाउने जुन ड्रेस छ त्यो चाहिँ भएन भन्ने मेरो जिज्ञासा हो। किन भएन? एउटा सेतो गन्जी अनि धोती हैन तपाईको, अनि गम्छा बेरेको हुन्छ, त्यो कहीं ड्रेस हुन्छ? अहिले फेरि नेपालको चर्चित, खूब चर्चित गालीको रूपमा यसलाई लिन सकिन्छ, धोती भनेर। त समय अनुसार हामी पनि परिवर्तन हुनुपर्छ। समय अनुसार सबै थोक परिवर्तन भइसक्यो, यसलाई चेन्ज गरौँ भन्ने मेरो माग हो हैन। महिलाले लगाएको पोसाक ठिक छ है, तर पुरुषले लगाएको भएन। यो धोतीको ठाउँमा पेन्ट लाउन सकिन्छ होला, गन्जीको ठाउँमा एउटा राम्रो खालको कोट वा सर्ट लाउन सकिन्छ होला। यो राजवंशी कोच समुदायको जानकार मान्छेले कृपया मलाई जवाब दिनु होला है। दिनु भएन भने यस्ता भिडियोहरू म तपाईहरुलाई प्रश्न सोधिरहनेछु जबसम्म मैले उत्तर पाउँदिन। हस्त, जय नेपाल।